नमस्कार, म विश्वनाथ अधिकारी आज एउटा कविता लिएर आएको छु। मेरो कविताको शीर्षक छ गर्व छ मेरो देशप्रति। सिमाना मिचिस मेरो चुपचाप सहे, गौतम बुद्ध तेरो भनिस चुपचाप रहे। आज नाकाबन्दी गरेर किन दिन्छस् बधाई, कब्जा गर्न खोज्छस् किन नेपालीलाई लडाई। खबरदार छ तनाई, गोर्खालीको देश हो, तेरो अघि झुक्नु भन्दा मर्नु नै बेस हो, तेरो अघि झुक्नु भन्दा मर्नु नै बेस हो। तँलाई जोगाउन मैले कति आफै मारे, तँलाई चोट पर्दाखेरि आँसु मैले झारे। देखाइस् तर औकात तैले दिएर धोका, तेरो कारण छन् आज 3 करोड जनता रोका। तर झुकाउँदिन सिरियो जे गर्छस् गर, झोपडी किन नहोस् आफ्नै हुन्छ घर, झोपडी किन नहोस् आफ्नै हुन्छ घर। टुट्ने छैनन् सच्चा नेपाली, जति भड्काउँछस् भड्का, गर्व साथ मरिन्छ भोकै सिमानामै सामान अड्का। मेरो देश होइन कुनै तेरो बाउको वीरता, मेरो सिक्किम मेरो दार्जिलिङ दे मलाई फिर्ता। लड्छु म देशको लागि आइजो बरु मार, तेरो घमण्डको अगाडि मान्ने छुइन हार, तेरो घमण्डको अगाडि मान्ने छुइन हार। इतिहास साक्षी छ मर्न पछि हटेनौं, कुन शत्रुसँग हामी लड्नलाई डटेनौं। गर्व छ मलाई निकै नेपाली हुन पाएकोमा, चोट दिन्छ साफै के अर्थ मलम लाएकोमा। मेरो देशको संविधानमा नले तेरो नाकलाई, त बिना पनि सक्छु टार्न आफ्नो छाकलाई, त बिना पनि सक्छु टार्न आफ्नो छाकलाई। सोचेथे खुसी होलास मेरो संविधान आएकोमा, त भित्रै जल्या रहेछस् संविधान मैले पाएकोमा। उस्तै छ कला संस्कृति तैनी किन विभेद गरिस, हाम्रो नजरमा मात्र होइन संसारको नजरमै गिरिस। अझ किन बन्द गर्छस् कि त्यो नाकालाई, शरण किन दिन्छस् त नेपाल टुक्राउने डाकालाई, शरण किन दिन्छस् त नेपाल टुक्राउने डाकालाई। सारा संसारले बधाई दिदा तँलाई किन पीर पर्यो, नेपाललाई नाकाबन्दी गर्ने भारत खुब वीर पर्यो। वाह तँलाई जय जयकार गर्छु, यस्तो नै गर्नुपर्छ शिखर पुग्ने बेलामा फेरि तल झर्नुपर्छ। किसान तेरो मरिरहेछन्, नेपालको संविधान पढ्नुपर्छ, नेपालको पक्षमा कोही बोले सबैसँग लड्नुपर्छ, नेपालको पक्षमा कोही बोले सबैसँग लड्नुपर्छ। मलाई मलम लगाउँथिस् त किन आज चोट दिँदैछस्, नाकाबन्दी गरेर किन मेरो सारा खुसी लिँदैछस्। प्रगतिको बाटोमा हिँड्न थालेछि भन किन गिर्दैछस्, नेपाली सारा खुसी हुँदा भन किन पिर्दैछस्। सक्छस् दबा नेपालको विरोधी नत्र पेट्रोल नछम्किदे, लाग्न लागेको आगोमा हावा बनी नहम्किदे, लाग्न लागेको आगोमा हावा बनी नहम्किदे। धन्यवाद।